आदरणीय फेसबुक मित्रहरू, अहिले हामी चाहिँ नि लमजुङको दोर्दी गाउँपालिका 9 नम्बर वडा साबिक हिलेटोक्सर 8मा आइपुगेका छौँ। यो चाहिँ हाम्रो पुर्खौली थलो, जुन चाहिँ नि हाम्रो हजुरबाउहरू चाहिँ नि सम्पूर्ण चाहिँ यहाँ जन्मिएर हामी समेत लगायत यहाँ जन्मिएर हामी धेरै वर्षपछि चाहिँ नि आज हामी सम्पूर्ण परिवार चाहिँ नि घुम्न आएको छौँ। यहाँ हेर्दाखेरि निकै राम्रो दृश्य देखिन्छ आदरणीय जनसमुदाय, कस्तो राम्रो समुदाय, हिमाल देखिने। तर यहाँको विकास भनेको चाहिँ जोको दिनमा पनि जस्तो छ आज पनि त्यस्तै छ। बाटाघाटा बजारहरू धेरै नै कम छ, टाढा जान पर्छ। यहाँका स्थानीयहरू बसाइसराई जाँदैछन्, सायद यहाँ घरहरू पनि देखिन्न, बस्ती खाली हुँदै गएको चाहिँ नि हामीले देख्न सकिन्छ। धन्यवाद। यो त चाहिँ हामी चिती स्याउट साबिक हिलेटोक्सर गाउँपालिका 8 हाल दोर्दी गाउँपालिका 9 डाँडा घरमा आछौँ। यो चाहिँ हाम्रो पुर्खौली घर हो। हाम्रा बाउ बाजे हजुरबाउ सम्पूर्ण चाहिँ यहाँ जन्मिएर हुर्किएर सबै चितवन बसाइसराई भएर अहिले चाहिँ नि यो हाम्रो साइलो बुवाले बनाउनु भएको घर, जहाँ चाहिँ नि यहाँ इन्जिनियर पनि छैन, केही पनि छैन, जहाँ हाम्रो साइलो बुवाको दिमागले चाहिँ नि उहाँको दिमागले यति राम्रो घर बनाउनु भएछ कि यो चाहिँ नि तपाईँले यतिसम्म देख्नुहुन्छ। यो भित्ता घर चाहिँ जुन चाहिँ यो गाह्रो होइन, यो काल्न जुन चाहिँ एउटा बारीको काल्नलाई त्यसलाई सिमाना बनाएर चाहिँ यति राम्रो तरिकाले यहाँ एउटा कोठा, यहाँबाट भर्याङ, यहाँनिर टोइलेट, त्यहाँबाट उता फेरि यता भान्सा जस्तो, यहाँनिर कोठा सुत्ने, यति राम्रो पर्यटक केन्द्र जस्तो घर बनाउनु भएको छ। उहाँ घर बनाउने चाहिँ हाम्रो साइलो बुवा हुनुहुन्छ। नमस्ते बुवा। नमस्ते। ल, तपाईँले यो घर कसरी बनाइदिनु भयो एउटा छोटकारीमा भन्नु त। खै यो आफ्नो विचारबाट मात्रै, आफ्नै विचारबाट मात्रै। हजुर। काठपात चाहिएका पहिला पुरानो जेठै हिमालका काठका चाहिँ काठ छन् यहाँ। हजुर। अघि जाने ओखार भन्ने काठहरू। तपाईँलाई यो घर बनाउँदा कसैले सिकायो कि आफ्नै दिमागले बनायो? नै, मैले यो घर थाल्दाखेरि काम गर्ने कर्मीहरू, मूल कर्मीहरूले मेसो नपाएका। यो के अरे यो तपाईँको दिमागमा कसरी आयो त यो घर चट्ट यसरी हेर्दाखेरि सम्पूर्ण यति राम्रो कसरी बनाउनु भयो? मैले योभन्दा पहिले एक दफे म घर बनाउँला त बनाएँ नि म यही ढाँचाले यसरी बनाउँछु भन्ने कल्पना मैले गरिसकेको थिएँ। अनि त्योभन्दा पहिले चाहिँ यो हरिसाने एकादशीको दिनमा जहाँ आफूलाई घर बनाउन चाहिँ इच्छा लाग्यो त्यहाँनिर ल्याएर एउटा ढुङ्गो चाहिँ जग खनेको चाहिँ फाल्टो खनेर त्यो गाडेपछि हेर्न जानु पर्दैन अरे भन्ने सुनेको थिएँ। त्यो पहिले 2 वर्ष अगाडि त्यो ढुङ्गो गाडिसकेको थिएँ मैले यहाँ। त्यहाँदेखि अचानक पछि चाहिँ अब घर आउलाई भयो। आउलाई भएपछि बाध्यताले बनाएको। वैशाख मासमा चाहिँ मेरो पासमा 5 पैसा पनि थिएन। त्यतिखेर जाने मैले बनाएँ, बन्यो। अहिले यो घर हेर्दाखेरि सबैले चाहिँ एउटा उभिएर हेर्छन् यो घर। हामीलाई पनि धेरै एकदम रमाइलो, एकदम राम्रो पर्यटक केन्द्र जस्तो छ। हाल चाहिँ यहाँ सबै बसाइसराई गर्ने भएर हेर्दाखेरि जङ्गल जस्तो देखिन्छ। हाम्रो परिवार सम्पूर्ण खानदानले चाहिँ नि यो घरलाई एउटा बा बितेर गए पनि बाहरूले बनाएको एउटा संरक्षण, बाले बनाएको चाहिँ एउटा इतिहास जस्तो चाहिँ हामीले सङ्ग्रहालय बनाएर हामी सम्पूर्णले चाहिँ यो घरलाई सम्हालेर राख्नुपर्छ भन्ने चाहिँ सम्पूर्णलाई म यो फेसबुकबाट नै सन्देश गर्छु। यो घर चाहिँ हामीले सङ्ग्रहालय बनाएर न त हामीले केही, हामी सम्पूर्ण परिवारहरू चाहिँ आउँदा बस्दा हामीलाई एकदम रमाइलो, यो चाहिँ हामीले एउटा साइलो बाको स्मृतिमा चाहिँ सङ्ग्रहालय बनाउनु पर्छ भन्ने सुझाव चाहन्छु। एकदम धन्यवाद। साबिक हिलेटोक्सर 8 हालको चाहिँ दोर्दी गाउँपालिका 8 यो डाँडाघर हो। यसलाई चाहिँ नि डाँडाघर भनेर चिनिन्छ। अनि यो लमजुङको विशेषता भनेको चाहिँ एकदम सुन्तला, महत्त्वपूर्ण सुन्तला हो। यहाँ चाहिँ सम्पूर्ण सुन्तला खेती हुने, सुन्तलाको चाहिँ एकदम चिनिएको यो लमजुङ जिल्ला हो। हाल यहाँ चाहिँ बसोबास एकदम न्यूनतम हुँदै गइरहेको छ। जो पनि बसाइसरा
अत्याधिक मात्रामा बसेसरा चितवन जाँदैछन्। यही चितवन बसेसरा गर्नको कारणले यहाँ सम्पूर्ण घरहरू खाली भइसकेका छन्। यहाँका घरहरू धेरै खाली नै देखिन्छ। जहाँसम्म लाग्छ कि एउटा यहाँ चाहिँ जसको घरमा बसे पनि फ्रीमा पाउने घर सम्पूर्ण खाली छ। यहाँ खाली घरहरू चाहिँ मान्छे बस्दो रहेछन्। सम्पूर्ण घरहरू खाली हुँदै यति जङ्गल देखिएको छ, जहाँ चाहिँ मान्छेहरू भेट्न नै अबको 10 वर्षमा सायद यो एरिया चाहिँ वृद्ध आश्रम बाहेक अरू नदेखिने जस्तो पनि देखिन थालेको छ। रमाइलो लाग्छ। तर यहाँको विकास भनेको जिरो छ। अहिलेसम्म पनि अझै पनि मान्छे केही सामान लिनको लागि चित्ती तिलार पुग्नु पर्ने अवस्था यथावतै छ। विकास भनेको अझै पनि त्यति राम्रोसम्म भएको छैन। यहाँ तल दोर्दी खोला देखिएको छ र यहाँबाट माथि गणेश हिमाल नजिकै देखिएको छ। तर विकास भनेको यहाँ जिरो छ, केही पनि विकास भएको छैन। धन्यवाद। सुशीला